अमेरिकाको भर्जिनिया स्थित मनासस पार्क शहरमा बसोबास गरिरहेका एक नेपाली परिवारका 4 सदस्य बिहीबार राति मृत फेला परेका छन्। प्रहरीले यो घटनालाई आत्महत्या जस्तो देखिने हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ। मृतकमा 38 वर्षीय सन्तोष परियार, 36 वर्षीय अन्जु श्रेष्ठ, 8 वर्षीय छोरी र 2 वर्षका छोरा छन्। उनीहरू सबैलाई गोली लागेको अवस्थामा फेला पारिएको हो। प्रहरीले घटनास्थलबाट एउटा हतियार पनि बरामद गरेको छ। उनीहरू सबैलाई गोली लागेको अवस्थामा फेला पारिएको हो। प्रहरीले घटनास्थलबाट एउटा हतियार पनि बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार सन्तोष र अन्जु पति-पत्नी हुन् भन्ने करिब 6 महिना अघिदेखि नेपालबाट अमेरिका आएका थिए र मनासस पार्कको लाने लेनमा रहेको घरको बेसमेन्ट अपार्टमेन्टमा बस्दै आएका थिए। घरबेटीले सम्पर्क गर्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए र त्यसपछि गरिएको वेलफेयर चेकमा 4 जनाको शव फेला परेको हो। शवहरूलाई पोस्टमार्टमका लागि मेडिकल परीक्षक कार्यालय मनासस मेडिकल एक्जामिनर अफिसमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।